जस्तो पर्सा जिल्लामा जम्मा जलाशय क्षेत्रफल तपाईँको 9,010 हेक्टर, पोखरीको संख्या चाहिँ 2,000 भन्दा बढी नै छ। ताल तलैया चाहिँ 20 हेक्टरको बोरिङको बजेट चाहिँ यो माछा शाखामा हुनुपर्छ। नमस्कार, अहिले हामी पर्सा जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र जुन हाम्रो पावर हाउसदेखि हामी पोखरिया जाने बाटोको तपाईँको पानी ट्याङ्की छेउमा रहेको छ। यो भेटेरिनरी अस्पताल अन्तर्गत रहेका मत्स्य शाखामा हामी आइपुगेका छौँ र आज हामी कुरा गर्छौँ पर्सा जिल्लामा पोखरीको संख्या कति छन् र माछा पालन गर्ने किसानहरूको समस्या र समस्याको समाधानको बारेमा, साथै यो कार्यालयबाट माछा किसानहरूको लागि दिने अनुदान सेवा सुविधाको बारेमा पनि हामी कुरा गर्नेछौँ र हामीसँग हुनुहुन्छ मत्स्य विभागका प्रमुख हुनुहुन्छ राजेश्वर प्रसाद कुशवाहा। सरलाई स्वागत छ। नमस्कार। हजुरलाई हामी के जान्न चाहन्छौँ कि हाम्रो पर्सा जिल्लामा अहिले पोखरीको एकिन संख्या कति छ र कतिजना किसानले अहिले माछाको पालन गरिरहेछन्? ल, सबैलाई नमस्कार। यसमा हाम्रो पर्सा जिल्लाको रेकर्ड हेर्दाखेरि जस्तो पर्सा जिल्लामा जम्मा जलाशय क्षेत्रफल तपाईँको 9,010 हेक्टर छ होइन। त्यस्तै पोखरीको संख्या चाहिँ 2,000 भन्दा बढी नै छ लगभग। त्यसमा कृषक संख्या हाम्रो 600। पोखरीको गहिराई भनेको लेभलिङ, एउटा पोखरीको गहिराई भने 1 मिटरदेखि 1.5 मिटरसम्म छ। पोखरीको साइजको क्षेत्रफल सामान्य रूपमा हामी हेर्दाखेरि तपाईँको 15 कट्ठादेखि 4 हेक्टरसम्म पनि, 15 कट्ठा भनेको आधा हेक्टरदेखि, हेक्टर भनेको 30 कट्ठामा 1 हेक्टर भनिन्छ। त्यसमा 15 कट्ठादेखि 4.5 बिघाको हाम्रो एभरेजमा पोखरीहरूको लम्बाइ चौडाइ छ। त्यसमा ताल तलैया चाहिँ 20 हेक्टर छ। त्यस्तै गरी माछा हेचरी हाम्रो पर्सा जिल्लामा 10वटा छ। त्यसमा 3वटा निष्क्रिय छ, त्यसको प्रडक्सन भइरहेको छैन। नर्सरी संख्या चाहिँ 10वटा छ। त्यसै गरी माछाको उत्पादकता यहाँ चाहिँ हाम्रो एभरेजमा लिनुहुन्छ भने हाम्रो 5 मेट्रिक टन छ होइन, र विशेषमा लिनुहुन्छ भने यो 6 मेट्रिक टनसम्म पनि माछाको प्रडक्सन यहाँ भइरहेको छ। अर्को कुरा, माछाको जम्मा उत्पादन हाम्रो 4500 मेट्रिक टन छ। त्यसै पोखरीको सिँचाइको सुविधा कम भएको छ होइन। अब कम भएको कारण सिँचाइको सुविधा कम भन्नुभएको छ, माछा पोखरीमा कसरी कम भयो त? किन कम भयो? अब यस्तो छ कि हाम्रो जुन सिँचाइको स्रोत छ, हाम्रो यहाँ 2टा छ। एउटा कुलो छ, अर्को चाहिँ बोरिङको। अब बोरिङको हाम्रो टोटल बजेट चाहिँ कृषि शाखामा, कृषि ज्ञान केन्द्रमा छ। हामी यसमा जति पनि पहल गर्दाखेरि होइन, बिना पानीको माछा रहन सक्दैन। त्यो भएर बोरिङको केही मात्रा बजेटहरू होइन, जति हाम्रो पोखरीको आवश्यकता छ त्यति बजेट कमसेकम पोखरीमा राख्नुपर्छ। तर हामी बारम्बार गोष्ठीमा भनेको भनेका छौँ, तर कुनै प्रकारको सुनवाई भइरहेको छैन। पोखरीको बजेट तपाईँ कहाँ छ, तर पानीको बजेट कृषि ज्ञान केन्द्रमा। अनि यसबाट असर के पर्छ त? यसमा असर के छ भने उहाँ त्यहाँ पनि अब बोरिङ त चाहिएको हो खेतीको लागि होइन, तर विशेष गरेर माछा किसानहरू जाँदाखेरि होइन, मैले त बोरिङ पाइएन भनेर यहाँ आएर गुनासो गर्छ। अब त्यसमा हामी के भन्न सक्छौँ त होइन। अब हामी भन्छौँ होइन, त्यहाँ निवेदन दिनुहोस्, त्यहाँ भन्नुहोस्, त्यहाँ लेख्नु, त्यहाँ पनि केही न केही मात्रामा पाइराखेको छ, तर जति पाउनु पर्ने त्यो सम्भव छैन। त्यसैले माछाको बोरिङको बजेट चाहिँ यो माछा शाखामा हुनु पर्यो तपाईँको पोखरीको लागि, किनभने पानी अनिवार्य छ माछाको लागि। त्यो भएर अर्को कुरा चाहिँ यसमा चाहिँ दानाको कुरा गर्नुहुन्छ भने प्राय गरेर यहाँका किसानहरू पिना प्रयोग गर्छ। त्यो चाहिँ माछाको लागि यदि भन्नुहुन्छ भने त्यो त्यति राम्रो हुँदैन। त्यसले पिनाले के गर्छ भने अमोनियाको लेभल बढाइदिन्छ। त्यो अमोनियाको लेभल बढाउँदाखेरि आज भोलि हेर्दैछु हामी दिउँसो पनि अक्सिजन लिन्छ माछाहरू,